ह्याप्पी न्यू इयर न्यू मी। हामीलाई लाग्छ कि न्यू इयर आइसकेपछि नयाँ नयाँ काम गर्ने हो, खतरनाक अब त लाइफलाई पुरै चेन्ज गरिदिने हो। तर त्यो मोटिभेसन भनेको 4-5 दिन रहन्छ अनि ब्याक टु द नर्मल। हाम्रो सिस्टम चाहिँ कसरी काम गर्छ भनेदेखि हामीले के सोच्छौँ, हामीले के काम गर्छौँ, हाम्रो इमोसन, ती चिजहरू मिलेर एउटा प्याटर्न बन्छ। त्यो प्याटर्नलाई हामी भन्छौँ न्युरोप्लास्टिसिटी। त्यो ब्रेनमा एउटा प्याटर्न बन्छ अनि त्यही प्याटर्न अनुसार हामी काम गर्छौँ। यो भनेको चाहिँ लाइफको डिरेक्सन हो, हाम्रो शरीरको, हाम्रो मनको, हाम्रो जिन्दगीको डिरेक्सन हो त्यो प्याटर्न भनेको। अब हामी लाग्छ कि न्यू इयर न्यू मी भन्दै हामी चेन्ज हुन्छौँ भन्ने जस्तो लाग्छ भनेदेखि त्यो चेन्ज चाहिँ हुँदैन जबसम्म हामीले प्याटर्न चेन्ज गर्दैनौँ, हामीले सोचाइ, हाम्रो डेली एक्टिभिटी र हाम्रो इमोसनलाई चेन्ज गर्दैनौँ, तबसम्म न्यू इयर न्यू मी चाहिँ हुँदैनौँ। यस्ता इयर चाहिँ कयौँ आउँछौँ अनि हामी बुढो भएर मैले त चेन्ज नै गर्न सकिनँ भनेर हामी रिग्रेटमा बिताउँछौँ। त्यो हुनाले हामीले फर्स्ट भनेको चाहिँ प्याटर्न कसरी डेभलप भइरहेको छ र प्याटर्नलाई चाहिँ कसरी चेन्ज गर्ने, त्यसमा चाहिँ धेरै फोकस गर्नुपर्छ। सकिन्छ भने आज म एउटा सानो तर एकदमै इफेक्टिभ के चाहिँ गर्न सकिन्छ एउटा प्याटर्न चेन्जको हजुरहरूलाई रिक्वेस्ट गर्छु। त्यो भनेको प्रत्येक दिन एउटै समयमा 5 मिनट निकालेर मेडिटेसन गर्ने। 5 मिनट 30 दिनसम्म मेडिटेसन गर्दाखेरि एकदमै धेरै चेन्ज, स्ट्रेस, एन्जाइटी, डिप्रेसनको लेभलमा चेन्ज, क्वालिटी अफ लाइफ इम्प्रुभ, इन्फ्लामेटरी केमिकलहरू, शरीरका स्ट्रेस केमिकलहरू कमी भएको धेरै रिजल्टहरू, कयौँ रिसर्चहरू छन्। 5 मिनट एकदमै कम समय हो, तर यो 5 मिनट 30 दिनलाई दिँदाखेरि नयाँ प्याटर्न डेभलप हुन्छ। यो प्याटर्नले चाहिँ तपाईँलाई नयाँ डिरेक्सन दिन पनि एबल हुन्छ। त्यो हुनाले न्यू इयर न्यू मी भन्दै त्यही पुरानो प्याटर्नमा फस्नु भन्दाखेरि न्यू इयरमा एउटा न्यू प्याटर्नको क्रिएट गर्नुहोस्, जसले चाहिँ तपाईँको जिन्दगीलाई ड्रास्टिकल चेन्ज गर्छ। अनि यो इयर चाहिँ म पनि नयाँ प्याटर्न चेन्ज गर्दैछु। हरेक दिन बेलुका 6 बजेतिर मेरो एउटा नयाँ भिडियो आरोग्य अभियानमा आउनेछ, जसले चाहिँ तपाईँलाई कसरी हेल्दी, कसरी ह्याप्पी, कसरी ग्रो गर्नलाई साइन्टिफिक स्ट्राटेजीको साथ म आउनेछु। हजुरहरू मसँग कनेक्ट हुन सक्नुहुनेछ। धन्यवाद।